दर्शकवृन्द नमस्कार। यतिखेर पनि हामी कक्षा 3 कै नेपाली विषय अन्तर्गत हाम्रो समुदाय विषय क्षेत्र अन्तर्गतको बिरुवा रोप्ने मान्छे शीर्षकको कविता लय हाल्न लागिरहेका छौँ। लयमा गाउने कोसिस गरिरहेका छौँ। यो चाहिँ पहिलो श्लोक चाहिँ उपजाति लोकलयमा दिएको छ भने यता हेर्न सक्नुहुन्छ यहाँहरूले। उपजाति लोकलयमा दिएको छ भने दोस्रोदेखि चाहिँ सवाई छन्दमा दिएको छ र यहाँ छुट्याउने तरिकाहरू यसरी दिएको छ। सुरुमा 4-3 4-3 दिएको छ भने दोस्रोमा 4-4-4-2 गरेर यसरी दिएको छ। त्यसकारणले यो पहिलो श्लोक चाहिँ उपजाति लोकलय छ भने तलमा चाहिँ सवाई दिएको छ। अब विद्यार्थी भाइ बहिनीहरूले लय राख्नका लागि लयमा गाउनका लागि कोसिस गर्दै हुनुहुन्छ। भाइ बहिनीहरूले गाउनुहुनेछ। बाँच्नुहुन्न गर्नुहुन्न भुल, केटा केटी फल फुल रोप्छन् छिटो छिटो, छिट्टै भर्ने छिट्टै फल्ने कति मिठो। नाङ्गा पाखा देखेर म कहिले जिल्ला पर्छु, मेरा पाखा पोखरालाई बिरुवाले भर्छु। वरिपरि हावा मिठो चल्छ, सफा सुग्घर देखिने ठाउँ कति राम्रो, मिलिजुली बसेका छौँ समुदाय हाम्रो।